हेलो गाइज, वेलकम बैक टु माई न्यू भिडियो। सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सबै सन्चै छौँ भनौँ। आज चाहिँ हामी अब यो चाहिँ लास्ट घरदेखि जाँदैछु। कस्तो हुन्छ भलक सबै हेरिदिनु होला पछि ब्याकग्राउन्ड। गाइज अब हामी चाहिँ जान लागिसक्यौँ, यो पनि तयार भइसक्यो। अब यहाँ ब्यागहरू पनि रेडी छ। टिटा हुँदै एउटा भिडियो हुन लाग्यो। एउटा यहीँ छ कि मोबाइल। के बोल्नु हुन त मम्मी? के बोल्नु पर्दो र? राम्रो खता नि भाइ सो गाइज हामी चाहिँ अब लागिसक्यौँ। आइज अर्को ह्यान्ड ब्याग कता हो त? अर्को खमात्ने ब्याग छ भित्र, त्यहाँ दालहरू हाल्यो है। अब हामी चाहिँ उसलाई बिदाई गरेर घरदेखि हिँड्न सक्यौँ। हजुर आइज कि हामीहरू हिँड्दै गरौँ। टिको टालो पनि भइसक्यो उसको। अलिकति रुई अलि त हाँसिरहेको थियो। अरू चाहिँ हामी सिङ्गुरपुर जाँदैछौँ। अब त्यस पछाडि गाडी चढेपछि हाम्रो भलाक स्टार हुन्छ कस्तो हुन्छ सबैले हेर्दै गर्नु होला, माया गरिदिनु होला भन्न चाहन्छु। त्यस्तो पानी छापचुरी छर्किदे। अलिअलि के भन्नै पूजा मनमा नै अलिकति टुक्कल टेकेर किन हाल्यो भने हुन्छ। भइगयो। हामी चाहिँ गाडी पनि चढिसक्यौँ। सो फाइनली सिङ्गुरपुरको बजारलाई बाई बाई गर्दै जाँदैछु ऊ चाहिँ। हाम्रो चाहिँ खानापिना खाइसक्यौँ। नास्ता टाइम खरिबोटको बजारमा। अनि यहाँ चाहिँ जाम कपुरकोटको भिड यस्तो छ हो। कपुरकोटको हामीहरू बसेको गाडी खाली छ। हामी चाहिँ भर्खर आफै त हुन्न नला हामी चाहिँ भर्खर के अरे रुकुमदेखि आयौँ। अनि भर्खर आएर अब हाम्रो भर्खर आइपुग्यौँ। अनि यस्तो लास्टै काम गरिरह बाहिरतिर। अनि हामी चाहिँ अब बजारतिर जानुपर्ने काम छ हल्का। आजको भिडियो के कस्तो लाग्यो सबैजना माया गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ आवर भिडियो। बाई बाई।